हेलो साथीहरू, मैले योभन्दा अगाडि जुलोजीको विभिन्न जस्तै पोरिफेरा आर्थोपोडाको अलरेडी भिडियो अपलोड गरिसकेको छु। त्यो तपाईहरूले चेक गर्न सक्नुहुन्छ यो च्यानलमा। र आज म बोटनीको इकोलोजी च्याप्टरमा रहेको सब टपिक बायोटिक फ्याक्टर्स, यो सी र निटको लागि एकदम इम्पोर्टेन्ट टपिक हो साथीहरू, जसमा 1 मार्क्स और 2 मार्क्सको त फिक्स नै हो यो क्वेसन के। त्यही भएर देख्न सक्नुहुन्छ। यो मैले पार्ट 1 भन्नुको कारण के हो, मैले इकोलोजीमै यो मैले भने नि तपाईँहरूलाई यो सब टपिक हो। म इकोलोजीबाटै अरू च्याप्टर पनि ल्याएर आउने छु। त्यसमध्ये आज हामीले पढ्न गइरहेको च्याप्टरको नाम हो बायोटिक फ्याक्टर साथीहरू। अब यो भिडियो तपाईँहरूलाई मन पर्यो भने लाइक र सब्सक्राइब पनि गरिदिनु होला। र अब ढिला नगरी हामीहरूले बायोटिक फ्याक्टर भन्ने टपिक सुरु गर्छौँ साथीहरू। देख्न सक्नुहुन्छ बायोटिक फ्याक्टर्स जस्तै लिभिङ और बायोलोजिकल फ्याक्टर्स। हामीले यसमा पढ्नुपर्ने इन्ट्रा स्पेसिफिक रिलेसनसिप र इन्टर स्पेसिफिक रिलेसनसिप। इन्ट्रा भन्ने बित्तिकै के हो, सेम स्पेसिस बिच हुनुपर्ने भन्नाले एमोङ द इन्डिभिजुअल अफ द सेम स्पेसिस। दिस इन्क्लुड्स कम्पिटिसन। सेम स्पेसिस बिच कम्पिटिसन भयो भने दुवैले घाटा नै हुन्छ क्या साथीहरू। भन्नाले इन्ट्रा स्पेसिफिक कम्पिटिसन बिट्विन टु इन्डिभिजुअल अफ सेम स्पेसिस ड्यु टु सिमिलर बेसिक एन्ड डेली निड। तिनीहरूलाई दुवैले चाहिने कुरा एउटै भएपछि तिनीहरू बिच के हुन्छ, झैझगडा हुन्छ। भनेपछि कम्पिटिसन भनेको दुईवटा सेम स्पेसिस बिच गरिने कुरा हो क्या, जसले गर्दा दुवैले हानि पुर्याउने हो। र अर्को छ प्यारासाइटिजम। यो वान स्पेसिस प्यारासाइट अन द अर्गानिजम अफ द सेम स्पेसिस। अनि अर्को छ प्रेडेसन, अथवा यसलाई हामी क्यानिबलिजम पनि भन्छौँ साथीहरू। र प्रेडेसन भनेको के हो, यसलाई हामी क्यानिबलिजम पनि भन्छौँ। अ मेम्बर अफ स्पेसिस किल्स द एनदर मेम्बर अफ सेम स्पेसिस। जुन आफ्नै जुन स्पेसिस छ नि, जुन एउटा मेम्बर अफ स्पेसिस छ नि, त्यसले आफ्नै जुन प्रजातिको स्पेसिसलाई मारिदिनु हो क्या प्रेडेसन भनेको। यो सेम स्पेसिस बिचको कुरा गर्दैछु मैले। त्यही त इन्ट्रा स्पेसिफिक भनेको नै सेम स्पेसिस बिच गरिने कुरा हो क्या। अब अर्को आयो इन्टर स्पेसिफिक रिलेसनसिप एमोङ द इन्डिभिजुअल अफ डिफरेन्ट, फरक स्पेसिस बिच हुने एउटा यो रिलेसनसिप हो क्या। त्यसमा पनि देख्न सक्नुहुन्छ सिम्बायोसिस। सिम्बायोसिसले जहिले पनि दुवैलाई फाइदा गर्छ क्या। अब दुईवटा डिफ्रेन्ट अब स्पेसिस छन्, अब त्यो दुवैलाई फाइदा हुन्छ भने त्यो सिम्बायोसिस हो। यो म्युटलिजमसँग सिमिलर नै छ। म्युटलिजम सिम्बायोसिससँग सिमिलर नै छ। यो दुवैलाई फाइदा हुन्छ क्या। जस्तै इक्जाम्पलै देख्न सक्नुहुन्छ नाइट्रोजन फिक्सिङ ब्याक्टेरिया जसको नाम राइजोबियम इन रुट नोड्युल्स अफ लेग्युम्स। अल्गी फन्जाई लिभिङ टुगेदर इन लाइकेन। यो तपाईँ लाइकेन टपिकमा अल्गी र फन्जाईको रिलेसन देख्नुभएकै छ। जस्तै तेस्रो नम्बर वाटर फन एजोला एन्ड नाइट्रोजन फिक्सिङ साइनोब्याक्टेरिया एनाबेना, तिनीहरू बिच पनि सिम्बायोटिक रिलेसनसिप छ। अनि बीमा कमेन्सिलिजम। एउटालाई फाइदा हुन्छ भने एउटालाई न फाइदा हुन्छ न घाटा हुन्छ क्या। नोर हार्म नोर बेनिफिट, नाइदर हार्म नोर बेनिफिट। इक्जाम्पल इपिफाइट्स एन्ड लाइनाज एसोसिएसन अफ द सी एनेमोन एन्ड हर्बिट। हर्मिट के। अनि तपाईँले इन्टाइममा हिस्टोलाइटिक जुन इन्टेस्टाइनमा पाइन्छ नि, त्यो पनि त्यसले पनि देखाउने रिलेसनसिप भनेको कमेन्सिलिजम हो। अनि प्यारासाइटिजमको कुरा गरौँ। प्यारासाइटिजम जहिले पनि अब हुन्छ नि, एउटालाई फाइदा हुन्छ, एउटालाई घाटा हुन्छ क्या।
हेर्नु है किन। इट्स द एसोसिएसन इन विच द विकर अर्गानिजम फिट्स अन द स्ट्रङ्गर अर्गानिजम के। स्ट्रङ्गर अर्गानिजमले विकर अर्गानिजमलाई खाइदिने भयो हो किन, प्यारासाइटिजम हो। नोट ऱ्याप्लेसिया टोटल रुट प्यारासाइट, कस्कुटा टोटल स्टेम प्यारासाइट देख्न सक्नुहुन्छ। केही इन्डो प्यारासाइटको इक्जाम्पल एस्क्यारिस, टिनिया, फ्यासियोला, प्लाज्मोडियम। अनि इक्टो प्यारासाइटको इक्जाम्पल टिक, लिच, लाइस, एफिड्स, क्याबमाइट्स। सक जुस अफ प्लान्ट, प्लान्टको जुसलाई यिनीहरूले सक गर्छ। र प्रिडेसन, प्रिडेटर इज अलवेज लार्ज एन्ड स्ट्रङ्गर देन प्रे। जस्तै इक्जाम्पलमा टाइगर किल्स डियर फर द फिडिङ। इन द रिलेसनसिप टाइगर इज प्रिडेटर ओर डियर इज प्रे। म्युटुअलिजम मैले भनिसकेँ तपाईँहरूले सिम्बियोसिससँग सिमिलर छ। अनि याफ नम्बरको देख्न सक्नुहुन्छ स्क्याभेन्जिङ। इट्स अल्सो डाइरेक्ट फुड रिलेसनसिप बिट्विन टु अर्गानिजम, दुईवटा अर्गानिजम बिच हुन्छ नि फुडको लागि डाइरेक्ट रिलेसनसिप छ। इन विच वान फिड अन अदर विच ह्याभ बिन अलरेडी किल बाई द एनदर एनिमल्स। अर्को एनिमल्सले अब मारिसकेको हुन्छ, त्यो मरेको एनिमललाई अनि अर्को जिउँदो एनिमलले खाने हो, त्यो स्क्याभेन्जिङ हो, त्यसलाई भन्छ है। र एमेन्सेलिजम 0, भनेको एउटालाई केही पनि फाइदा पनि हुँदैन नाफा पनि हुँदैन, एउटालाई घाटै घाटा हुन्छ। इक्जाम्पल पेनिसिलम नोटाटम एन्ड ब्याक्टेरिया। पेनिसिलम प्रोड्युसेस एन एन्टिबायोटिक पेनिसिलिन विच इनहिबिट द ग्रोथ अफ ब्याक्टेरिया। ब्याक्टेरियाको ग्रोथलाई इनहिबिट रोक्छ कि। अनि पेनिसिलम प्रोड्युस पनि हुन्छ। अब हामी के त्यो अगाडि पढेको कुराहरूबाट अब एमसिक्यू गर्न प्रयास गर्छौँ। कुनै नहुन पनि सक्छ त्यो म अब तर यहीसँग रिलेटेड म देखाउँछु र भन्छु है। 63 को क्वेसन हेर्नुहोस्। इडट कोलाई प्रेजेन्ट इन द ह्युमन इन्टेस्टाइन सोज कमेन्सेलिजम। एन्सर है मैले भनिसकेको पनि छु। र 65 को क्वेसन पनि हेर्न सक्नुहुन्छ। लाइकिन इज एन इक्जाम्पल अफ म्युटुअलिजम। यो भइसक्यो। म्युटुअलिजम र सिम्बायोसिस एक आपसमा सिमिलर रिलेसन नै हुन्छ। मेन र एस्क्यारिस प्यारासाइटिजम अघि नै भन्यौँ, प्यारासाइट भनेको अरूको होस्टमा बस्ने हो कि। मेन र एस्क्यारिसले देखाउने भनेको रिलेसन प्यारासाइटिजम। र 132 को हेर्नुहोस् त। रिलेसनसिप अफ सी एनेमोन एन्ड हर्मिट क्र्याब इज कल्ड कमेन्सेलिजम है। र यो फुल च्याप्टरबाट हाम्रो 5 और 4 मार्क्सको क्वेसन सोधेर आउँछ। र मैले आज बताएको यो टपिक सर्ट कन्सेप्ट मात्र हो र अरू म पार्ट 2 पार्ट 3 मा ल्याउने नै छु। र यो एकदम इम्पोर्टेन्ट टपिक हो साथीहरू। ल आजलाई यति नै गरौँ। विभिन्न क्वेसनहरू मैले देखाएकै छु, यस्तै क्वेसन आइरह हुन्छ। हस्त धन्यवाद है साथीहरू। मन पर्यो भने भिडियोलाई लाइक र सब्सक्राइब गरिदिनु होला है।